विद्यालय त एउटा अनुशासित वातावरण हुनुपर्छ। अर्को पाठ्यक्रम विकास केन्द्रले जुन लागू गर्छ त्यही हुनुपर्छ। हामीसँग नेपाल अधिराज्यभरि हेर्नुहोस् है सर, 7500 जति हामीसँग निजी विद्यालय छन्। हामीसँग लगभग 28,000 भनेका सरकारी विद्यालय छन्। तर प्रत्येकमा तपाईँ हेर्नुहुन्छ भने नि पाठ्यक्रम फरक फरक छ क्या। एउटै देशमा एउटै क्लासमा पढेका विद्यार्थीहरू पाठ्यक्रम फरक भइसकेपछि मूल्याङ्कन गर्ने आधार के हुन्छ? मेची टु महाकाली हामीसँग टोटलमा 35,000 विद्यालयहरू छन्। ती 35,000 विद्यालयमा एउटै पाठ्यक्रम हुनुपर्छ, विषयगत शिक्षक हुनुपर्छ, अभिभावकको रोजाइमा विद्यालय पढ्नुपर्छ, शिक्षकहरू अनुशासित र विज्ञ पनि हुनुपर्छ, समय समय शिक्षकहरूलाई पनि ट्रेनिङहरू दिएको हुनुपर्छ। तब अहिलेको शिक्षा मन्त्रीले भन्दैछन् अब यो डिजिटल युग हो, डिजिटल युगमा बच्चाहरू पनि डिजिटल छन्, सबै अनलाइनबाट सिकिन्छ। कक्षा 5 सम्म चाहिँ के गर्ने भनेका छन्, परीक्षा नै नलिने, आन्तरिक मूल्याङ्कनका आधारमा उनीहरूलाई अपग्रेड गर्ने। तर हेर्नुहोस् है तपाईँलाई एउटा कुरा बुझाउँ, कक्षा 9मा 100% विद्यार्थी पास हुन्छन्, सही हो। अब एसईमा गएर नि 50% पनि पास हुँदैनन्। कारण के? त्यो विद्यार्थी 11मा आउँछ, फेरि 100% पास हुन्छ, अनि 12मा एसएलसी भन्छ नि अहिले, फेरि विद्यार्थी 40% पनि पास हुँदैन। यसको अर्थ के त? यहाँ गहिरो कुरो लुकेको छ क्या सर। त्यसैले म त भन्छु एसई खारेज गर्नुपर्छ, कक्षा 12लाई एसएलसी बनाउनुपर्छ। यदि खारेज गरिसकेपछि विद्यालय नै परीक्षा लिने वातावरण सिर्जना गर्नुपर्छ। यति भन्दै म बालेन सरकारलाई यो अन्तर्वार्ताका माध्यमद्वारा, हुन त ऊ मेरो विद्यार्थी पनि हो, फेरि धेरै शिक्षक थिए उसलाई पढाउने, तर त्यसमध्ये म पनि एउटा हुँ। त्यसैले म अहिले के रिक्वेस्ट गर्छु भने बालेन सरकारलाई, मेरो शिष्यलाई, एसईको कुनै परीक्षा लिनु केन्द्रबाट कुनै आवश्यक छैन। केन्द्र लिने भनेको एसएलसी हो, जो कक्षा 12लाई गभर्मेन्टले पनि मानिसकेको छ, सरकारले पनि मानिसकेको छ, स्वीकार गरिसकेको छ। 12 क्लासलाई राष्ट्रिय परीक्षा बोर्डले लिनुपर्छ र कक्षा 10लाई जुन अहिले लिइरहेको परीक्षा पढाइ छ त्यसलाई पूर्ण रूपमा खारेज गरेर विद्यालय नै परीक्षा लिने व्यवस्था गर्नुपर्छ। यसो भयो भने 100% रिजल्ट आएको देखिन्छ। नत्र कक्षा 10मै आधा विद्यार्थी फेल गरेर, कक्षा 11मा पुरै पास गरेर, कक्षा 12मा गएर एसएलसी लिएर फेरि 0.5%मा पास गराउनु, यसको कुनै औचित्य छैन। जबसम्म यो कुरो राज्यले बुझ्दैन, राज्य सञ्चालकले बुझ्दैनन्, सरकार बस्ने मान्छेले बुझ्दैनन् भने नि यो शिक्षा एकादेशको कथा जस्तो सधैँ उही तालमा घुमिरहेको हुन्छ। मादल एउटाले बजाउँछ, अर्को नाचिरहेको हुन्छ।